अब साथीहरू के छ ठिक छ। मैले अस्तिको भिडियोमा चाहिँ के भनेको थिएँ भन्दाखेरि अब विदेश जानको लागि चाहिँ धेरै संस्थाहरू खुलेको छ हैन, संस्था हैन इन्स्टिट्युटहरू खोलेको छ, हजारौँ छन् त नेपालभरि हैन। अब जानी त गइरहेको छन्, अब के भन्ने यसमा सबै पैसा कुरो र ठिक छ। आज चाहिँ यसको चाहिँ अर्को सिलसिला आएको छ हैन। नेपालको आजको जनसङ्ख्यामा अहिले हैन, जनगणना अनुसार चाहिँ 2.97 करोड रहेछ नेपालको जनसङ्ख्या। तीमध्येमा 3.5 मिलियन्स टु 5 मिलियन यति मान्छे चाहिँ अहिले फिलहाल एब्रोडमा कोही पढ्दैछन्, कोही काम गर्दैछन् र कोही उतै सेटल भएर बसेका होलान् हैन। अनि हाम्रो यो 2023 टु 2024 यसमा चाहिँ स्टुडेन्ट भिसाको लागि एनओसी 1,12,000 विद्यार्थीको चाहिँ एनओसी आएको रहेछ कि। जाने कति गयो त्यो थाहा भएन हैन। 23 र 24 को बिचमा मात्र है, यति मात्र सोचिहालौँ यसमा चाहिँ कति खर्च भयो होला, कति लाग्यो पैसा। यसमा चाहिँ एनुअल रिपोर्ट आएको छ $10 बिलियन आएको छ हैन। अब एनओसी भनेको के भनेर सोध्नुहुन्छ होला फेरि। एनओसी भनेको नो अब्जेक्सन सर्टिफिकेट, मतलब विदेश जानको लागि यिनीहरूलाई कोही अब्जेक्सन छैन, यिनीहरूको सबै कुरो ठिक छ, यिनीहरू आउन सक्छ। यो चाहिँ कुन देश जान लाग्यो त्यो देशबाट चाहिँ उनीहरूको चाहिँ नेपालको कुन इन्स्टिट्युटमा उनीहरूले एप्लाई गरेको त्यो इन्स्टिट्युटमा आइसकेपछि उहाँहरूले चाहिँ विदेश जानको लागि चाहिँ उनीहरू काबिल हुनुहुन्छ भन्ने कुरो चाहिँ आएको हुन्छ क्या हैन। अब मैले यस संलग्नमा चाहिँ मैले अब रिपोर्ट हेरेको थिएँ 2013 टु 2014 त्यो बेलामा 30,797 विद्यार्थीहरू चाहिँ नेपालबाट चाहिँ टोटल आउट गएको रहेछ हैन। अहिले 2024 सम्म चाहिँ टोटल स्टुडेन्ट 6,39,000 विद्यार्थीहरू चाहिँ पढाइको सिलसिलामा आफ्नो देश छोडेर विदेश जानुभएको रहेछ हैन। बाँकी त के बताउनु र। अब कति 10 सालभित्रमा 6,39,000 विद्यार्थीहरू चाहिँ विदेश पढ्न गएका रहेछन्। अब सोचिहालौँ अब विदेश जानको लागि पैसा कति जान्छ, देशको पैसा कहाँ गएको छ, विदेशै त गएको छ। अब बाउआमाले विदेश जान्छ, फेरि कमाउँछ, कमाएर नेपाल पठाउँछ, फेरि विदेश जानको लागि त्यही पैसा युज हुन्छ र करेन्सी कहाँ गएको छ, विदेशै त गएको छ। सर्कल हेरौँ, सर्कल विदेश टु नेपाल, फेरि छोरीलाई पठाउन विदेश, फेरि नेपाली मतलब विदेशी पुग्यो नि त्यो पैसा। अब विचार गरिहालौँ है त साथी आफैले नै। अब के भन्ने, अब यसमा के छ र। अब नेपालमा नि अलिकति गर्नको लागि चाहिँ के चाहिन्छ भन्दाखेरि चाहिँ मान्छेमा चाहिँ एउटा धैर्य चाहिन्छ क्या। अब विदेशमा गएपछि काम गरौँ पर घन्टाको मिलिहाल्छ त्यो नि छ हैन। अनि अर्को हाम्रो नेपालको सोसाइटी कस्तो हुन्छ क्रिटिसाइज गर्ने कि फलानु त यस्तो गरेको छ छ्या। अब एटलिस्ट एप्रिसिएट त गर, ठिक छ गर, हामी पनि छौँ, सपोर्ट त देखाऊ। त्यो सपोर्ट पनि देखाउँदैन यार, भन्छ नि त भ्याकुत्तो कुवामा छ भने कुवाबाट पनि निक्लिन सक्दैन अरे कि चढ्ने बेला अर्कोले तान्छ भने जस्तै हो क्या। अब यसो त नि अब हेरौँ 2024सँग 6,39,000 विद्यार्थीहरू चाहिँ विदेश गएका रहेछन्। अब यसमा करेन्सीहरू देशबाट कति बाहिरिएको छ हैन। ठिक छ त के भन्ने। अब हेरौँ, अब अर्को भिडियोमा अब हाल्नेछु मैले अब हैन। विदेश जाँदाखेरि कति पैसा खर्च लाग्छ र त्यो पैसा नेपालमै हामीले के गर्न सक्यो, के चाहिँ बन्न सकिन्छ, के गर्न सकिन्छ त्यसको बारे चाहिँ बनाउला है त। र साथी हो सपोर्टहरू गरिरहनु होला। ठिक छ, ओके फाइन, ह्याभ अ गुड डे।